Wagwan baby, we are back. हामी चाहिँ 2-4 वर्षपछि फेरि भ्लगिङमा फर्किसकेका छौँ हैन। बाटो यस्तो छ हैन। हामी जाँदैछौँ आज थाहा नगरपालिका 1 गोर बजारको ब्ल्याक ड है कालज ब्ल्याक डमा जाँदैछु। केटाहरू रम्किसकेको छ त्यहाँनिर 2-4 किलो मासु बोकेर मासु बोक्ने त मासु तैँले मासु बोकेर हो साला झन्डै चिप्ले हो दोस्त ल है। आज चाहिँ हामी टक्क भेरी ट्रेडिसनल वेमा मासु पोलेर पनि खान्छौँ। त्यसरी फेरि ट्रेडिसनल वेमा बाटा साटा हालेर घरको बाटा है, घरको बाटा मलाई थाहा छैन घरको बाटा ल्यायो भनेर त्यहाँ बाटा थाहा भयो भने फेरि गएर घर जाने बेला फ्लाइङ उचो आउँछ। है सबभन्दा दोष एकछिन अब यो बाटा ल सागर र म चाहिँ अलिक पछाडि छौँ। केटाहरू चाहिँ हामीलाई छोडेर गइसक्यो। केटाहरू कस्तो रहेछ यिनीहरू, कस्तो मुला यिनीहरूसँग त गर्न नहुने हो होइन। सङ्गत गर्ने त होइन, छोडेर गइहाल्छ। छोडेर गइहाल्ने। ल अब चाहिँ हामी डाइरेक्ट तपाईँहरूलाई खोला गएर भेट्छौँ है त। किन भन्दाखेरि अब त माछा मारेको देखाउनु पर्यो, त्यसपछि 2-4 किलो राङमा हानेको देखाउनु पर्यो होइन। चुड्यो क्या अब कस्तो रहेछ हेर्नुहोस् के भयो यो गाइज हामी चाहिँ ब्ल्याक डम आइपुगिसकेको छौँ है। केटाहरू यहाँ रेडी भएर पछि चाहिँ रहेछ होइन। च्याट माछा मार्ने हो आज होइन, माछा छ। अनि हामीले यस्तो छ बाटो, यस्तो बाटोमा नि हुन्छ त। ल केटाहरू यहाँ अगाडि आइपुगिसकेको छ। म भर्खर आइरहेको छु। सानो बाटा ल हाम्रो माछाको लिडरले चाहिँ यहाँ हालिदिने माछा होइन। ल ल हामी चाहिँ अब यहाँ बाटो साटो हालेर तल जान्छौँ। यहाँ केटाहरूले बनाएको जस्तो देखाउँछु नि म है। यसरी चाहिँ हावा निकाल्नुपर्छ है केटा हो, नत्र बाटा फेरि पालाक पुलुक पल्टिन्छ होइन। ऊ माछा ऊ हेर कत्रो ठुलो माछा भने कान्छी औँला जत्रो रहेछ दोस्त। हावा निकाल्यो अब यो कान्छी औँला जत्रो नै ठुलो हो होइन। स्वाद चाहिँ फेरि कडा मिठो हुन्छ नि फेरि यहाँको माछाको। कुले खानेको पनि त्यति मिठो हुँदैन होला। ऊ माछा ओ डुबाएर देखाइदिउँ कि के हो दुईजना के भविष्यको गफ हान्दा हो तिमीहरू। हाम्रो दुईजना पाले हेर्थे मुसे र पप्पी। खोइ अझै भएन, बबल गइसक्यो हाल्न। ल है अब चाहिँ डब्लिनले हाल्दैछ माछालाई चारा बाटामा ल्याम ल्याम लाएर 2-4 किलो पारोस् भनेर ओ मनै सोचेर हाल्न। अनि मात्र पर्छ अरे के त्यो हाल्दाखेरि होइन। माछा 1-2 किलो परोस् भनेर हाल्नुपर्छ अरे। होइन हौ त्यस्तो होइन। ऊ त्यहाँ सुरुमा आइस माछा ऊ ऊ ऊ आइज आइज। ठिक छ सिधै ल भयो ल जाउँ। ओए आइस्यो त निस्किन छिटो। कस्तो मुख छाडा हो तिमीहरू। ल है अब यहाँ एक ठाउँमा त बाटा हाल्यो हामी होइन। अब तल ब्ल्याक ड भने होइन 2-4वटा त आइसक्यो। छैन सिधा अब यहाँ आउँदाखेरि 1 किलो मासु चाहिँ हुनु पर्यो हामीलाई होइन। अरू भने यस्तै हो। अब अर्को दहमा हाल्छौँ। ल हामी चाहिँ अहिले ब्ल्याक ड आइपुगिसक्यौँ। हामीसँग छ दिपेश, सागर, नवीन, रोहितमान। हामी चाहिँ अस्ति कहिले खेलेको पौडी खेलेको ऊ आयो भाइ। ऊ माथि बाटो हालिरहेको छ कि ओइ लडलाई
चट्ट लाएर अब ओ दोस्त हामी उ गरौँ न त दाउरा मासु पोल्ने उ गरौँ न त कहाँ पोल्ने हो भिडियो किन जान्न होइन ल त जान दाउरा जुत्ता ल्याइरहेको छु मैले यिनीहरू लिएर गएको हुन्थ्यो नि क्यामेरा रवि अरे सागरले म चाहिँ दाउरा किन्न जाँदैछु पानी पर्न लाग्यो मेरो कुरा भने पानी पर्नु भएन क्या यसरी जाने हो यो बाटो यो नि त मजा जिन्दगीको मजा यो हो नि त दोस्त एउटा यहीँ छ यो छोडिदिउँ होइन ल अब चाहिँ हामी सागर र म माथि जङ्गल छिरेर मङ्गल गरेर दाउराहरू लिएर आउँछ है त ल अहिले एकछिन भेटौँला अब किन भन्दाखेरि मेमोरी कार्ड फुल हुन लाग्छ सागर म चाहिँ दाउरा खोज्नुको लागि सेक्सी ठाउँमा आइपुगिसक्यो दोस्त दाउरा मलाई नि तोरै चाहियो नि त यहाँनिर दाउरा चाहिँ अहिले माछा र मासु चट्ट दबाएर बजाउनुपर्छ डगी डगी ब्ल्याक डगी बोल्दैन त यार यसलाई ट्रान्सलेटर युज गर्नुपर्छ जस्तो लाग्यो हेलो कुकुरसँग बोलेर बोला भन्दाखेरि है यसै त बौला भन्न थालियो एक ठाउँमा जम्मा गरौँ पहिला दोस्त होइन दाउरा ल्याप बोक्नुपर्छ दाउरा आज मौसमसँग 1v1 जान्छ जस्तो लागिरह होइन मौसमसँग भाइ सागरले यहाँनिर टक्क मासु उन्दैछ खतरा पाराले उन्दैछ हामी टक्क मासु चट्ट बजाउनुपर्छ मासु हेर जाने रे पर्दैन हौ अहिले जाने हो न पैसा अहिलेदेखि खाएर पनि निस्किन्छ कि खाओस् क्या अलिकति खाओस् पानी परोस् हावाहुरी लागोस् हामी पछि हटिन्न हामी दोष हट्नु भएर त यत्रो गरिसकेपछि हामी अगाडि बढ्दैछौँ अब टक्क मासु सासु परेर खाने हो होइन मासु नि पाक्दैछ अब यहाँनिर अरू मेरो मेन प्रब्लम भनेको यहाँनिर यो के अरे गोब्रोमा धेरै चाट छैन क्या त्यही भएर तनाबु मासु पाकेर छैन पानी झन् ठुलो परेको यार पानी झन् ठुलो पऱ्यो के भन्छ यो बारेमा त एकदम गम्भीर अवस्थामा छु भन्दैन भन्न जाडो भयो के भने उ त्यो कोडारमा जाउँ अब त पानी दाइ त्यो दाउराहरु बरु यता ल्याउन न सुकुटी खाने उता जानुपर्छ कहाँ बोल्चबारी मार्छु जानुपर्छ कहाँ पाउँछ सुकुटीहरू यही सन्जाको होममा पाउँछ हो र थाहा थिएन नि हामीलाई ल अरू भाइ हामी त्यहाँ जान्छौँ हामीलाई थाहा छैन यसले भन्दै है धन्यवाद है ल वेलकम मन वेलकम वाइट पहिलो लडको मासु यहाँ पैसा इन्टरनेसनल लेभलको हो क्या पानी परिरह होइन मौसम पनि क्या दामी छ आकाशबाट पानी परिरह यहाँ पानी बगिरह जिन्दगी पानी आइसक्यो यो कस्तो छोड्दै खाने भने लातमारेको खाजा इस्रानी मती भगवान् न तपाईँ हो त ए कस्तो तातो रहेछ हैन हर्ष अझै तातो रहेछ हो र ओइ त्यो कहिले आउँछ भुजाहरू यो चाख्दै गरौँ न कस्तो हुँदो रहेछ टुगेडीले त यसले त भने मुझे खोइ त ल अहिले अनि तिनीहरू खोइ त दिपेसे दोस खाना पहिला खाना छिटो ए हवस् हामी चाहिँ हाल्थ्यौँ है त यो खाए है गुड जग्गा जग्गा
बाको त है यो हर्चौ निकाको मुला राँगाको मासु चाहिँ ओ मासु आइज छिटो खान के लिएर होला के गर्न ल्यायो त्यसले पान्छेमा ओके खानु त्यसलाई नि राखिराख है लास्ट अर्को गर्छु म त्यो देख पाएँ दसमा खान्छ अब अर्को गर्छ यो त तिनीहरूलाई नि राखिदिनु 1 पिस पुग्छ अझै मासु 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 हाले काला यहाँ काला काँचो खाने हुँदैन यो लडको लास्ट पिस है त्यो आलुलाई पनि दिएँ एउटा लाइफ भनेकै काम पनि गर्ने हो मजाले काम पनि गर्ने हो टक्केरहरूसँग खाने पनि हो कस्तो मजा आयो त्यो आलु आलुलाई नि मिठो मासु आलुलाई पनि है ल अब स्लटमा आऊ आलुको मेरोमा आलु पर्दैन भने त्यो ए पर्दैन क्या बेलाइसी फेरि यहाँ चल्नु परेन केही हुँदैन यहाँ मरु मेरो भाइलाई पनि मैले हामीले मासु दिइसक्यो है कल मिर्छ के को मासु भन्दै राङ्गोको ए टाउको राङ्गोको कुखुरा यो अनुवाले राम्रो खान्छ जस्तो लाग्छ मलाई के को भन्नु मिला त तै मिला पनि अर्को एउटा मासु नि पाइस् बुङ्गुर कुखुरा मिला छिटो के को मासु होला त्यो कुरा कुराको होइन भने के को थाहा आयो सुवाको ऱ्याङ्गो ऱ्याङ्गो भन्छ के तँले ऱ्याङ्गो भन्छ फेरि यहाँ भन् ऱ्याङ्गो भन् केटाहरू चाहिँ अब मासु खाइसक्यो दिपेशले काम नपाएर होइन त्यसो गरेर आयो यहाँनिर उ गर्नु परेन ल है त अब हामी एकछिन भेट्छौँ मजा आयो दामीको त्यो लिनुपर्छ क्या हो निकाल्नुपर्छ बाटो बरु बाटो साटो होइन यो मासु पर्ने स्टाइल हो कि यो मैले अब लास्ट त साह्रो हिँड लास्ट हो कि यो लास्ट मासु हो पक्न दोस्त यहाँनिर मासु हेर्नु परेन मलाई टाढो ल ल ल आयो। ल जाउँ 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 झोल धेरै भइहाल्यो नि अब त अन्त्य हो यो नबिनै खा भोलि यत्र भइछ माछाले टप गल ए छिटो लिएन हतार भइसक्यो दाँत चिलाइसक्यो के गरेर यहाँ राख यहाँ राख्नु न ए छेकेर खा हेरे यसले ओइ कति दिन भयो न दबाओ केटा हो ल है जङ्गली भोज जङ्गली भोज हो यो जङ्गली जङ्गलीहरूले खाने यस्तो यस्तो जङ्गलीले खाने भोज लाइक जङ्गली भोज आलु लि आलु आलु लि त लि किन डढाइरा खानलाई डढाइरा त जङ्गली भोज मासु भन्दा त भुजा त मिल्छ
बबाल मिल्यो पिरो धेरै भइसक्यो पानी चाहिँ छैन है स्वादै खाइस् त खाने खा होला ल दोस्रोको मासु यहाँ मासु र भुजा पानी छैन कति भिजिरा भयो त मजा पानी खानु मन लाग्यो आफू भन्दा पानी लिएर एकदम ल दोस्त के इन गरिदियो ल आजलाई यति गरौँ न्यु इयर अघि चाहिँ यही लास्ट भ्लग हो न्यु इयर पछि चाहिँ 2082 इज आवर इयर बवाल काम पनि गर्ने हो भ्लग पनि बनाउने हो ल आजलाई यति गरौँ आज चाहिँ अनएक्सपेक्टेडली अब एउटा भ्लग हाल्नुपर्छ भनेर नयाँ भ्लग जस्तो भयो नि हेरिदिनु होला होइन केटाहरू हेर्छ ल आजको लागि यति गरौँ सी यु इन नेक्स्ट इयर अब नेक्स्ट इयर हो सिधै नेक्स्ट इयरमा होइन नेक्स्ट भयो साह्रै पसिना पसिना भइसक्यो ल आजको लागि इन गरौँ यति नै गरौँ होइन अब अर्को भ्लग चाहिँ सिधै नेक्स्ट इयर आउँछ ल अहिले नै ह्याप्पी न्यु इयर सबैजनालाई बाई